खसी चोरी गरेको अभियोगमा 2.5 महिना अघि पक्राउ परेर। हेलो साथीहरू, हिजो त मैले भनिरहेको थिएँ आजदेखि अब अलग कन्टेन्ट बनाउँछु भनेर, त्यही भएर अनि आजदेखि अलग्गै खालको कन्टेन्ट बनाउनको लागि मैले आज चाहिँ टिकटकबाट अब त्यो गीतबाट हुन्छ नि त फोटो हालेर कुन गीत दिन्छ भनेर हो त्यो बनाएको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। A few minutes later. तो चलिए शुरू करते हैं। सुरुमा चाहिँ आमाको हेरौँ है, आमाको के आउँछ। यता हेर्नु त आमा, यता पो हेर्नु भनेको त मैले फोनमा। यिनै हुन् मेरी आमाको के बयान राम्रो आयो। संसारकी सबैभन्दा मायाकी खानी मान्छे, संसारकी सबैभन्दा मम्मी यता हेर्नु त, यता सुनौँ। मनमा पाप पनि छैन अनि कसैको आश पनि छैन, त्यसैले त होला मनमा पाप पनि छैन अनि कसैको आश पनि छैन भन्दै। Not bad. Now you. भाइ सुनौँ। खसी चोरेर जेल परेका कालु, जेलबाट छुट्ने बित्तिकै बोका चोरेपछि फेरि परे पक्राउ। लमजुङमा खसी चोरी गरेको अभियोगमा 2.5 महिना अघि पक्राउ परेर थरौटी खसी चोरेर जेल चोरेर बित्तिकै अब मेरो एकछिन खिचोस्। बोल्न ह्यान्डसम हुनुहुन्छ, धेरै केटीले मन पराउँथे होला नि। मलाई मेरै घरकाले त मन पराउँदैन, अरूले अरूको कुरा। यो म ल साथीहरू, यति छ, यस्तै कुरो छ अब होइन। अब मैले केही पनि कन्टेन्टै भेट्दिनँ कि कन्टेन्ट कस्तो बनाउनु भनेर मलाई आउँदैन जस्तो हुन्छ क्या। त्यही भएर यति गरेको छु आज होइन। त्यही भएर ल बाई साथीहरू, अब यति थियो, कलेजबाट आइहाल्यो, अब यस्तै छ, ल बाई।